आज हामी यहाँ बिग क्यामेरामा आएको छौँ के अरे एयर फ्रायर हेर्नु लेट्स सी है कुनै मनपर्छ मन पर्दैन भनेर कुनै मन पऱ्यो त बुढो मन परेन होइन धेरै अप्सनै थिएन क्या त्यहाँ अब अन्त जाने अन्त हेर्ने यो बिग क्यामेरामा धेरै अप्सन छैन है यो किनेर लिएर छौँ अनि यो के हो भन्ने कुरा चाहिँ तपाईँहरूले अहिले म खोल्छु अनि देखाउँछु ल यो के हो भनेर म तपाईँहरूलाई खोलेर अनि देखाउँछु ल सो म सँगै तपाईँहरूले अगाडि सँगै ओपन गरौँ भनेर अनि मैले यो यहाँ राखेको अनि ला है ओपन गरौँ न यसलाई हेर्नु न यिनीहरूले कति मजाले प्याकेजिङ गरिदियो कि यो बक्समा काठमा हाली पनि दियो अनि यो बोक्नु लागि यिनीहरूले यहाँ यस्तो यो ह्यान्डल जस्तो हुन्छ नि हाम्रो लगेजहरूमा हुन्छ नि त्यस्तै यहाँ हालिदिएको रहेछ कि यिनीहरूलाई कति मजाले सबै कुराहरू कति कन्भिनियन्ट गरिदिन्छ कि है ल नाउ लेट्स ओपन दिस यसमा 1 इयरको वारेन्टी कार्ड पनि छ है 1 इयरको वारेन्टी कार्डमा आज किनेर लिएर आयौँ हामीले पनि अरे कसरी कसरी नगर्नु भनेर अनि म्यानुअल पहिला पढिहाल्नु ल बाई बाई हैन खानेकुराहरू लिएर आउँछौँ एक मासुहरू पकाउने कि भनेर सोचेको पकायो भने अनि त्यो पनि देखाउँछु ल ल ओके यही हो हामीले चाहिँ यो खासमा नि बिग क्यामेराबाट हामीसँग अलरेडी पोइन्ट्सहरू थियो कि टन्नै अनि त्यही पोइन्ट्सको हामीले यो खासमा किनेर लिएर आएको है हामीसँग एक्जिस्टिङ पोइन्ट्सहरू थियो कि टन्नै तामातिर भएको थियो टन्नै अनि पोइन्ट्सहरू त्यो युज गर्न मिल्थ्यो नि त हामीले सिम नोटिफाई गरेको पछि त्यो पोइन्ट्स पाउँछ कि हामीले अनि त्यही पोइन्ट्स अलरेडी बाँकी नै थियो कि हामीसँग अनि त्यही पोइन्टले आज यो किनेर लिएर आयौँ हामीले एन्ड अब यसमा पकाएर पनि देखाउँछु तपाईँहरूलाई इफ अहिले पकायो भने अहिले देखाउँछु अहिले पछि पकायो भने पछि देखाउँछु अहिलेको लागि चाहिँ बाई बाई हामीले यहाँ राखेको चिकन पकाउन एन्ड अब वान साइड हेर्नु कस्तो मजाले त्यो फ्राइड भएको जस्तो भयो अर्को साइड पनि पल्टाएर हालेँ भेरी इजी टु युज के यो एकदम इजी रहेछ कि यहाँ हेर्नु 1 क्लिक अवे हो कि हो जस्ट द्याट्स इट अब रेस्ट गरेर अनि भएपछि अनि फेरि आउने चेक गर्ने है कस्तो पाकेको छ भन्ने फ्राई हो के बुढो मक्खा छ यहाँ मासु खानु पाइन्छ बुढो बुढोले कसरी कुदेर गएर यो किनेर ल्याउनु भएको छ नि यसको पनि एउटा छुट्टै स्टोरी छ कि एक्चुली लिटरली एउटा ठुलो स्टोरी छ कि यो पनि भन्न बस्यो भने फेरि भिडियो निकै लामो हुन्छ अब एकछिन कुरौँ अनि एकछिन कुरेर अनि हेरौँ कति भन्नु कस्तो टेस्ट गर्छ भने पनि भन्छु म त्यसको अलिकति सानो पिस काटेर निकालेको अब बुढोले ट्राई गर्नुहुन्छ है अनि भन्नुहुन्छ अप्रुभड डिसअप्रुभड अप्रुभड डिसअप्रुभड अप्रुभड डिसअप्रुभड हो approved disapproved oh my god juicy juice एकदम पाकेको है मजाले हेरिदिरहेछ है
पारेको छ क्या त्यो चिकन बनाएर खाइसकेपछि हामीले फेरि फ्राइज पनि बनाएको है एन्ड यहाँ हेर्नु फ्राइज कस्तो यम्मी पाक्यो कि लुक एट दिस विदाउट ओइल यस्तो दामी पाकेको छ नि आई कान्ट इमेजिन कि म एकदम बिग फ्राइज फ्यान हो मलाई फ्राइज एकदम मनपर्छ कि एन्ड पर्फेक्ट हाम्रो लागि हाम्रो घरको लागि हामीलाई एकदम पर्फेक्ट आइटम आयो क्या अहिले बुढो राम्रो छ है हाई फ्रेन्ड्स आज हामी बुढाबुढी हिँड्दै ओनारी चौबाट अमिया पार्क जाँदैछौँ अमिया पार्क किन जाँदैछौँ भने आज सन्डे हो यतिकै रमाइलो गर्न साकुरा हेर्न त्यो पनि हो रिजन हो के साकुरा हेर्न जानु भएको एकछिन यतिकै रमाइलो गर्न धेरै भयो नगएको सो चस्मा लाउनु भयो त्यहाँ हेरो साकुरा हेर्ने त्यसपछि फोटोसुट गर्ने होइन मैले क्यामेरा बोकेको छु यसो फोटोसुट गरौँला अनि साकुरा यसो रमाइलो गरौँला तपाईँहरूले चाहिँ आज सन्डेको दिन लाइक हजुरको दिन कसरी जाँदैछ बित्दैछ कसरी टाइम स्पेन्ड गर्नुहुन्छ कमेन्ट गर्नु हो डु लेट मी नो इन द कमेन्ट बिलो त्यहाँ रेड लाइट बल्न लागिसक्यो थियो अमिया पार्कतिर आइसक्यौँ अनि यहाँबाट देखिरहेको छैन थाहा भएन है बट यहाँ मेला लागेको रहेछ कि अनि हेर्नु यो साकुराको फुलहरू कस्तो राम्रो देख्छ है यो साकुराको फुल फुल्यो भने यहाँको लाइक जापानको चाहिँ यस्तै यो साकुराको फुल फुलेको ठाउँमा जानु भनेको के भन्छ अरे यसलाई के भन्छ बुढालाई फेस्टिभलै हो यो काइन्ड अफ यहाँ फेस्टिभल जस्तो नै मनाइन्छ कि यिनीहरूले हानाबी त अर्कै हो हानाबी भनेको त त्यो फायर वर्क्स हो कि हुन्छ हेर्नु यो यहाँको यो फुल फुल्नु भनेको फेस्टिभल जस्तै हो म देखाउँछु नजिक पखालाबाट see look at this कति भिड रहेछ बुढोले आफ्नो क्यामेरा निकाल्नु भयो बुढो यहाँ तिम्रो कस्तो राम्रो फोटो आइरह कस्तो राम्रो फोटो आइरह बुढो तिम्रो यहाँ वेलकम टु अमिया पार्क यो पार्क धेरै नै ठुलो छ है एन्ड फ्री एक्सेस हो सो तपाईँहरू पनि यो पार्कमा यसो आउनु एन्ड इन्जोय गर्नु यहाँ अहिले मेला लागेको छ बुढोले के किन ल्याउनु भएको यो चाहिँ नयाँ डिस ट्राई गरेको यो चाहिँ हामीले खाएको थिएनौँ है पहिला केक जस्तो रहेछ प्यानकेक जस्तो बट होइन तर एकदम सानो सानो खालको है बुढो यो मिठो कि गुलियो गुलियो त्यस्तो गुलियो पनि नै मिठो कि है ब्रेड र प्यानकेकको बिचमा खै ल्याउ त खाऊँ मिठो भाइ है जापानको मेलामा हाई फ्रेन्ड्स